करिब करिब रातिको 2 बज्नै लागेको थियो। म विदेश हिँड्ने बेलामा मेरो छोरो आँटीमा सुत्दै थियो। हिँड्ने बेलामा एकचोटि अन्तिम पटक छोरोलाई हेरेर हिँड्छु भन्ने धोको थियो। म आँटीतिर जाँदै थिएँ, दौडिँदै जाँदै थिएँ। त्यतिकैमा बाहिरबाट ड्राइभर दाइले भन्नुभयो, दाइ अलि छिटो गर्नुहोस् न, ढिलो भइसक्यो, काठमाडौँ पुग्नु छ। म फनक्क फर्केँ। मुटु भक्कानियो, मनमा गाँठो पर्यो। म हिँड्ने बेलामा छोरालाई हेर्न पाएन मैले। मनमा अनेकौं कुराहरू खेल्यो। सानो म तिम्रो लागि विदेश जाँदैछु, तिम्रो उज्जवल भविष्यको लागि विदेश जाँदैछु। बिहान उठेर बाबा कहाँ जानुभयो भनेर नसोध्नु, बाबा कहाँ जानुभयो भनेर नखोज्नु। म तिम्रै लागि विदेश हिँडेको, तिम्रै उज्जवल भविष्य बनाउनको लागि विदेश हिँडेको मान्छे म। हिँड्ने बेलामा अन्तिमचोटि तिमीलाई हेरेर हिँड्छु भन्दा भन्दै पनि तिमीलाई हेर्न सकिनँ, तिमीलाई भेट्न सकिनँ। तिम्रो बालापनमा तिमीसँगै बस्ने धोको हुँदाहुँदै पनि तिम्रो बालापन मेरो सामुन्ने बिताउन सकिनँ। यो विदेशमा तिम्रै लागि दुःख गर्दैछु, तिम्रो खुसीको लागि, तिम्रो भविष्यको लागि 2-4 पैसा जोडेर आफ्ना इच्छा आकांक्षाहरू थाती राख्दै तिम्रो लागि दुःख गर्दैछु म। मेरो परिश्रमलाई बुझिदिनु तिमीले, त्यति भए पुग्छ मलाई। मेरो कुनै सपना छैन। जति बेला तिम्रो जन्म भयो, जब तिमी जन्मियौ नि, त्यो दिन मेरो सपनाहरू, मेरा खुसीहरू, मेरा आकांक्षाहरू सबैलाई मारिदिए मैले। तिम्रो खुसी नै मेरो खुसी हो, तिम्रो सपना नै मेरो सपना हो, तिम्रो इच्छा आकांक्षा नै मेरो इच्छा आकांक्षा हुनेछ। यही प्रतिबद्धताका साथ अगाडि बढ्दैछु म। यो मरुभूमिमा तिमीलाई सम्झिने, तिम्रो भविष्यको कल्पना गर्ने बाहेक अरू मसँग केही छैन। केही दिनहरू अझै पर्खनु पर्नेछ तिम्रो भविष्य बुन्नको लागि। तिमी राम्रोसँग पढ्नु, ज्ञानी हुनु, मामुले भनेको मान्नु, बाबाले भनेको मान्नु। बाबाले कहिलेकाहीँ फोन गर्दा मिठोसँग बोलिदिनु। उही तिम्रो परदेशी बाबा छेत्री कान्छो, तिमीलाई धेरै माया गर्ने। थ्याङ्क्स फर वाचिङ।